बहिनीको नाम के अरे? जेनेलिया। जेनेलिया। कुन देश जाने? अस्ट्रेलिया। नाम जेनेलिया जाने अस्ट्रेलिया। तिमीलाई रोग त लागेको छैन नि होमोफोबिया? त्यति मजाक नगर्नु न, बरु हेर्दैन पैसा हाल्यो कि हालेन। पैसा त हाल्दिएको छैन बहिनी, भोलिसम्म हाल्दैन भने त बर्बाद हुने रहेछ त। मोबाइलको स्विच अफ गरिएको छ। के हो बहिनी, कसलाई कल गरेकी? कसलाई हुनु नि, मसँग डिपेन्डेन्टमा जाने केटालाई गरेको नि। झन् मेरो पनि पैसा हालिदिने सर्टमा त्यसलाई डिपेन्डेन्टमा लाग्न खोजेको, फोनै नलाग्ने, फोनै नउठाउने गरेर ल्याङ गरिसक्यो। पैसा हाल्ने मिति सकिसक्यो। कस्तो खालको मान्छे रहेछ। हेर्नुहोस् दिदी, म अस्ट्रेलिया मात्रै पुग्न पाऊँ न, यसलाई म छोडिदिन्छु। अहिले पो पैसाको अभावले गर्दा यसलाई मैले हातमा लिएको त। बहिनी चिया चाहिँ खाएर जानु पाएको थियो? खान्न म। कस्तो खालको बहिनी रछिन् भने नि यी त। झन् आफूले यहाँको हाकिमलाई हाकिम साहब हजुरकोमा आउने पाहुनाहरू मिठो मिठो चिया बनाएर खुवाउँछु, मलाई यहाँनिर चिया पकाएर खुवाउने जागिर दिनुहोस् भनेर हात जोडेर जागिर खाएको यो बहिनी चाहिँ चिया नै नखाइकन किन खुरुखुरु भएको? लागेको होइन, पैसा हाल्दिने मान्छेले बहिनीलाई पैसा नहालिदिएर झड्का लागेको। उता पैसाको झड्का लागेर छ, यता चियामा मैले तड्का लाएर लिएर आएको सुरुप्प पारेर चिया कस्तो छ भनेर गएको भए भइहाल्यो। आफू काममा जोइन भएदेखि पहिलोचोटि बनाएको चिया तड्का लाएर चिया बनाएको थियो, पैसाको झड्काले लडिदिएको। चिया ल्याएको होइन, मलाई दिनु त खान्छु। ल त कस्तो नमिठो चिया, नलगाऊ चियामा तड्का। तिम्रो यो तड्काले गर्दा हामी जागिरबाट निकाल्ने भने लाग्छ नि हामीलाई ठुलो झड्का। तड्का त दालमा पो लाउँछन् त यार, चियामा कसले लाउँछ? हामी पाँचखाले लाउँछौँ नि, हाम्रो पाँचखाल दिने चियामा तड्का लाएर खाने कस्तो खतरा खालको फेसन छ, चलन छ। के बुढी, तिमीले के गरेको भने? भोलि पर्सि छोराले पढ्ला नपढ्ला, पढ्यो भने पनि विदेश जाला नजाला, तिमीले अहिलेदेखि छोरालाई विदेश अमेरिका पठाउने पैसा भनेर किन जम्मा गरे? अब हामीले पो बेलैमा पढ्न पनि पाइएन, त्यो कोनिके जाति आयल पनि गर्न पाइएन, बरु उल्टै मायामा घायल भयो। त्यही भएर छोरालाई चाहिँ मजाले पढाउने हो अनि अमेरिका पठाउने हो क्या बुढा। अब छोराछोरी मजाले अमेरिका गएपछि त उतै बिहे गर्छन् अनि नाति नातिना जन्माउँछन्। नाति नातिना जन्मेपछि त तेल लाउन कसलाई बोलाउँछन्? हामीलाई बोलाउनु त अनि बुढा। त्यसपछि त मजाले अमेरिका जाने हो, नाति नातिनालाई तेल लाउने हो, उतै रमाइलो। अब अहिले हामी यहाँ बसेर छोराछोरीलाई अमेरिका पठाए पनि बिस्तारै बिस्तारै हामी बुढाबुढी अमेरिका जाने टिरिक लगाउँदैछ क्या बुढा म। लु भयो भयो, अहिले हामीले खाइ नखाइ गरेर पढायो लेखायो हुर्कायो बढायो, पछि एउटीलाई बिहे गरेर डिपेन्डेन्टमा उतै विदेशमा लान्छन्, बिहे गरेर जान्छन् अनि उतै छोराछोरी पाएर उतै रमाएर रमाइलो गरेर रमझममा उतै हराउँछन्। त्यही भएर हेर बुढी, यो अनिश्चित कुरामा हामी निश्चित बचत नगरौँ। यस्ता अनिश्चित कुरामा डराउने मान्छे हो र बुढेसकालमा पेन्सन आउँछ। त्यही भएर अहिले मैले सरकारी जागिर खाएको बुढी। नगरे नगर, भोलि छोरा अमेरिका जाने बेलामा एयरपोर्टमा आएर बाई गरेर हात हलाउँदा थाहा पाउँछौ। के कहाँ थाहा पाउँछौ? बरु भोलि पर्सि अर्को बिहे गरेर अर्को छोरो पाउँछु।
छैन अलि मजाले जोड न यहाँ जोडेको त नि हेर त्यहाँ आयो होला छैन के अलि मजाले जोड ल अब आयो हेर त्यहाँ छैन के भाइ यहाँ सिस्टम बिग्रे जस्तो छ एकछिन समय लाग्छ जस्तो छ है एकछिन पख तिमी चाहिँ जोड न त्यहाँ अनि भाइ पैसा त हिजो अस्ति समयमै ल्याएर त जाउनुपर्छ नि अन्तिम अन्तिममा आउँछ अनि यस्तै हुन्छ पैसाको जो गर्दा गर्दै ढिला भयो दिदी अब यत्रो 12-15 लाख पैसा हामी गरिबको घरमा हुने कुरा पनि भएन बाबाले हिजो भर्खर ऋणदान गरेर पठाइदिनु भएको त्यही भएर अनि भाइ तिम्रो घर चाहिँ कहाँ हो घरमा को हुनुहुन्छ घर मेरो भोजपुर हो दिदी घरमा बा आमा र म मात्रै छौँ बा आमाले पनि मलाई बुढेसकालमा पाउनु भएको नि ए बुढेसकालमै पाएको भए पनि साह्रै भाग्यमानी रहेछ नि भाइ अब यी जापान जाँदैछौ टन्न पैसा कमाउने भइहाल्यो खै भाग्यमानी भनौँ कि अभागी भनौँ दाइ सँगै पढेको साथीहरू 3 महिना अगाडि जापान पुगिसके मलाई चाहिँ के कारणले रोक्छ के कारणले रोक्छ दिदी अब त सिस्टम चल्यो एकचोटि हेरिदिनुहोस् न खै ए ल भाइ सिस्टम चलेछ म तिम्रो पैसाको एन्ट्री गरिदिन्छु है बाबु पैसा बुझाइस छैन आमा म यहाँ पैसा बुझाउनलाई अफिसमा आएको छु नबुझा अहिले सुन न तँलाई टेन्सन होला भनेर मैले नसुनाम भनेको नसुनाइ नै भएन सुन न मैले बोलेको त सुन्दै छस् तेरो बाबा आँगनको डिलमा बस्नु भएको थियो क्या 81 लडेर मैले हस्पिटल ल्याएको छु त्यही भएर पैसा अहिले नबुझा भनेको क्या डाक्टरले त निकै ठुलो रोग लागे जस्तो शंका गरेका छन् नि पैसा त धेरै लाग्ला जस्तो छ कहाँबाट जुटाउने होला बाबु हेलो आमा आमा तेरिका भाइ के गरे तिमीले यहाँ सिस्टम चलिरहेछ छिटो पैसा लिऊ म एन्ट्री गरिदिन्छु एकैछिनै दिदी मेरो बा बेहोस भएर हस्पिटलमा आफूले लिएर आउनु भएको रहेछ अब बाको उपचार गर्ने कि पैसा इन्ट्री गर्ने म त केही सोच्नै सकेको छैन ओइ झल्ला कहिले आउने हो जापान पैसा हालिस् कि हालिनस् हामी त सुरु महिनाको तलब लिकनै पार्कमा आइस कति राम्री छ मैयाहरू छिटो आइजो झल्ला यता कन्ता राम्रो केटीहरू छैन जाति छ नेपाली हेर्नै मन लाग्दैन बहुत छिटो आइज क्या पैसा भने पछि तिर्न दाइलाई भन्न छिटो खोजेर आइज त कामको टेन्सन नगर हामीसँग सेनपाई दाजु हुनुहुन्छ सेनपाई भने बुझ्दैनस् होला तैँले जापानिज भाषा सेनपाई भने हामीभन्दा सिनियर पहिला आएको क्या ल उहाँसँग कुरा गर उहाँले काम मिलाइदिनुहुन्छ हामीलाई त मिलाइदिनु भएको आउनुहोस् न दाजु केही बोलिदिनु पर्यो भाइलाई ए जापान आउँदै गरे भाइ भने ऊ नै हो उहाँ नै हो अब भाइ कतिको मेहनती छौ पनि जापान आएपछि त एकदमै काम गर्नुपर्छ पुरा पैसा कमाउनु पर्छ हेर भाइ अब नेपालबाट जापान आउने बेला चाहिँ मेहनती हो भने बोरा चाहिँ लिएर आउनु नि फेरि पक्कर छोड्नुहरू बोरा आमा तपाईँ कुन हस्पिटलमा हुनुहुन्छ भन्नु त म अहिले तुरुन्तै पैसा लिएर आइहाल्छु बाबु म वीर हस्पिटलमा छु तर तैँले अहिले पैसा लिएर आउनु पर्दैन बल्ल त जापान जस्तो ठाउँमा जान लागेछ यो पैसाको कारणले नरोकी बाबु जा बाह्र म भनेको त टाढा माथिका काम हो कति तेल बाँच्छौँ र हामी अब धेरै बाँच्दैन होला बाबु तेरो सपना पुरा गर त जसरी भए पनि विदेश जा बाबु विदेश जा छोराछोरीको भविष्यभन्दा ठुलो बाबाको रोग होइन नि बाबु बाँचेछ भने त 5 वर्षसम्म कुरिहाल्छु नि यदि मरिएछ भने
सन्तानकै निम्ति जन्मेका रहेछौँ पन्टान्नु। हामी जस्ता कयौँ बाबाहरू त्यसै मरेका हुँदैनन् बाबु। आफ्ना सन्तानका उज्जवल भविष्यका लागि ज्यान अर्पण गरेका हुन्छन्। अब म तेरो बालाई उपचारै नगराइकन गाउँै लान्छु बाबु। गाउँै जान्छु भन्नुभएको छ बाले पनि। पछि विदेश जा बाबु, विदेश जा। आमा आमा के चाहिँ गर्ने होला? बाको अवस्था त्यस्तो छ। अब म बाको अवस्था हेरौँ कि मेरो भविष्य रोजो? के गर्ने भयो भाइ? पैसा फिर्ता लिएर गएर आफ्नो बुवाको उपचार गर्छौ कि पैसा एन्ट्री गरेर आफ्नो भविष्यको वैदेशिक यात्रा गर्छौ? पैसा बुझ्नुहोस्, म विदेश जान्छु। प्लिज ल हेर त हाम्रो देशको युवाहरूको हालत हेर। नेता हो यस्ता कलिला युवाहरूको मन रुवाएको छौ, यस्ता रोगी बाबाआमाको मन रुवाएको छौ। तिमीहरूको त कहिले पनि भलो हुँदैन। यसको हालत यस्तो छ।